चाहिँ स्कुल लागेर यिनीहरूको साथी भयो एरिका मात्रै हो अझै ग्रीष्मको पनि उयो थियो त टेस्ट छुट्टीमा सकेर स्कुल लागेर सबै स्कुल मेरो साथीहरू चाहिँ के भन्नुभएको छ थ्याङ्क यू कोकु खै थ्याङ्क यू कोपा बहिनी बहिनी गिफ्ट राख चाहिँ हाम्रो निनी र उसै दिपाले लगाइदिनु हुँदैछ नानीलाई टिका नानीहरूको चाहिँ माइला कोपा कोपालाई हेर के भन्नु हुँदैछ हुन्छ भन दुईटा हातले बहिनी गिफ्ट थाहा के भन्नुपर्छ यता हेर्नु न निनी यहाँ निनी नै हो यिनीहरूको चाहिँ कोकु ट्रन आयो तपाईँहरूको छिटो आउनु न खै थ्याङ्क यू भनेको दुईटा हातले थ्याङ्क यू खै ब्याट्री सक्यो पपुले पपु थ्याङ्क यू भनेको ह्याप्पी बर्थडे भन्दा ह्याप्पी बर्थडे नै भन्दो रहेछ नि त यिनीहरूले त मासिमाहरू यो ठुलो हुँदैछ कोकोहरूले खाना खानु हुँदैछ यहाँ चाहिँ पासी आउनु हुनु पऱ्यो नानीहरूलाई टिका लगाइदिनुहुन्छ अरे लु नानाले लगाइसकेको धले धलेमा आयो धले धलेको आमामा आयो हाम्रो नानीको फ्रेन्डहरू आयो लु आमा ह्याप्पी ह्याप्पी लु रित भाइ नकुदा चिप्लिन्छ है नानासँग रिसाइरहेको छ नि त खोइ नानालाई वान दियो लानु नि नानालाई खादा लगाइदिन्छु ल नानालाई ह्यापी बर्थडे थ्याङ्क यू मिस भन नानी अन्त ह्यापी बर्थडे आज लाग्दैछ दुईजना यसमा चाहिँ चाउमिन पकाएर खानु ल नाना हाल्दै पानी नानालाई हो नाना ह्यापी बर्थडे मेरो नातिनी थ्यांक यू भने नातिनीको रोग कष्ट हरण नहोस् ल एकदम रुन्छ नहोस् जेबी त तपाईँ याद आयो भने नहोस् है एकजनाको एक कुरा खै बिहारा काम पुराएछ चाहिँ त के गरिदिनु अलिकति केक पनि मिस रोजिला मलाई हेलो आइराइमा Happy birthday, Aida. Thank you, miss. Happy birthday, Aida.
फोन चाहिँ कसले हेर्छ है ज्यादा बोल्दै मिसहरूले बोल्छ ए ब्लगर केक पनि ब्लग बना के त बनाउँदैछु हो के त भनेको त रेडै रहेछ फेरि आबी भाउजू भाउजू खाइसक्यो यत्रो मान्छे आउनु होइन अर्को सिधा भाउजू केक चाहिँ यता हाल्नु न तपाईँ उता जानु त कत्रो मान्छे हो आएको अगाडि एउटा त खाइसकेछ काटेर वाह नाना वाह थ्याङ्क यू कोको खोइ बहिनी खोइ थ्याङ्क यू वाह वाउ ना बहिनी वाउ खै न हजुर नाम त लेखेन भनेदेखि त होइन त्यो पनि काम लाग्छ नि हजुर भना पनि हो थ्याङ्क यू कोको खोइ यसरी भन्नुहोस् त यसको चाहिँ मिठा खानु ल मिठी ल दुईटा हात ल्याऊ नाना नाना बहिनी त नाम त अघि बस्नु खै हो चाहिँ हजुर नाना दुईटा हातले अबै दुईटा हातले देख्नु भएन त्यहाँ त्यो दुईटा रहेछ हुन्छ भनिदेऊ न यता हेर्नु त नि बुढी कोक्कु हाम्रो नानीको होइन नि बुढी पनि होइन जिजु कोक्कु पो होला कसको फोन हो त्यो चाहिँ ल हावा गर्नु हावा गर्ने हो नि त घाँटीमा लगा त्यसो गर्नु हुँदैन ल वा थ्याङ्क यू भन्दै न खोइ थ्याङ्क यू हुन्छ हुन्छ कोको अनि साथीहरू आजको भ्लग चाहिँ त कता के भयो है कतिवटा गर्नु पाएँ कतिवटा गर्नै पाइनँ हो बिजी भएँ जे छ जति गरेको छु त्यो चाहिँ म हाल्दैछु है कस्तो लाग्छ तपाईँलाई राम्रो लाग्यो भने लाइक कमेन्ट गरेर जानुहोस् बाइ बाइ थ्याङ्क्स फर वाचिङ